हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ। आज मेरो किचनमा राजा च्याउ बन्दैछ। तपाईहरूको किचनमा के बन्दैछ? मैले राजा च्याउलाई मजाले धोइधाइ गरेँ अनि काट्न लागे साथीहरू। अनि काटेर हेर्नु न कस्तो आलु झैँ देखेको छ, तर यो राजा च्याउ हो। कराई बसाले, कराईमा तेल राखे, तोरीको तेल हो। तोरीको तेलमा पकाएको तरकारीहरू मिठो हुन्छ नि त। अनि यसलाई पनि मजाले चलाएर यतिको पानी निस्क्यो के साथीहरू। च्याउको फेरि पानी निस्किन्छ नि, अनि पानी सुकाएर यतिको भुजिया झैँ बनाएँ। अनि मसला तयार गरेँ। अनि मसला पनि त्यसमा राखिदिएँ बेसार, नुन, जिरा धनियाँको धुलो राखेर मजाले त्यसलाई चलाएँ। अनि मसला राखेपछि पनि एकछिन भुट्नुपर्छ। भुटिसकेपछि सबै लाग्नु पर्यो नि त। अनि भुटेपछि अनि त्यसमाथि फेरि मैले पाकिसकेपछि धनियाँ राखिदिएँ। धनियाँ राखेर पनि मजाले चलाएँ साथीहरू। हेर्दा कस्तो देखेछ थाहा भएन, तर खाँदा कस्तो मिठो थियो क्या साथीहरू। मिठो थियो। मेरो तयार